यदि तपाईँ ग्यास्ट्रिकबाट पीडित हुनुहुन्छ भने ग्यास्ट्रिक कसरी हुन्छ र ग्यास्ट्रिकबाट कसरी बस्ने भिडियो अन्तिमसम्म हेर्नुहोला। हामीले सामान्यतया ग्यास्ट्रिक भने तापनि मेडिकल भाषामा यसलाई ग्यास्ट्राइटिस भनिन्छ। पेटको भित्री तहलाई ग्यास्ट्रिक म्युकोजा भनिन्छ। यसले पेटमा बनेको एसिडबाट बचाउँछ। खाली पेटमा एसिडको उत्पादन बढ्नकै पेटको भित्री तह ग्यास्ट्रिक म्युकोजामा क्षति पुर्याई ग्यास्ट्रिक म्युकोजा सुन्निने अवस्था ग्यास्ट्राइटिस हो। ग्यास्ट्रिकको प्रमुख कारण अनियमित र अस्वस्थ खानपिन हो। नेपालीहरूमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको सङ्क्रमण पनि प्रमुख कारण मानिन्छ। यसको साथै धुम्रपान र रक्सीजन्य पदार्थको सेवन, अनावश्यक दुखाइको औषधि, पेनकिलरको प्रयोग, मानसिक समस्याहरू, एकदम चिल्लो पिरो, एकदम तातो, एकदम चिसो खानेकुराको प्रयोगले गर्दा ग्यास्ट्रिक गराउँछ। पेटको माथिल्लो भाग दुख्ने तथा पोल्ने, खाना मन नलाग्ने, भोक नलाग्ने, वाककी तथा उल्टी आउने, मुखबाट अमिलो पानी आउने यसका प्रमुख लक्षणहरू हुन्। समयमै यी लक्षणको उपचार गराएन भने ग्यास्ट्रिकले पेट र आन्द्रामा घाउ गराई अल्सर निम्त्याउँछ। घाउबाट रगत बग्न सुरु भई उल्टीमा रगत देखिन्छ भने कहिलेकाहीँ दिशा गर्दा कालो दिशा समेत देखिन्छ र पेटमा पाल पर्ने समस्या समेत हुन सक्छ। पछि गएर यो समस्याले गर्दा क्यान्सर समेत हुन सक्ने भएकाले ज्यान जोखिमपूर्ण हुन्छ। यस्तो समस्याबाट बच्नका लागि खानामा ध्यान दिनु महत्त्वपूर्ण छ। खानामा हेल्दी र ब्यालेन्स डाइट, सन्तुलित आहारको प्रयोग गर्ने, धेरै चिल्लो, पिरो, मसलादार खानेकुरा र धुम्रपान र मदिराको सेवनबाट टाढा रहने। खाली पेट बस्नाले पेटमा एसिड बनिराखेको हुन्छ र एसिडले घाउ गराउने हुँदा 2-4 घण्टाको फरकमा अलिअलि खानेकुरा खाने, डाक्टरको सल्लाह बाहेक अनावश्यक दुखाइको औषधि, पेनकिलरको प्रयोग नगर्ने। आजकल बजारमा पाइने मोमो, पानीपुरी, चटपटे, पिज्जा, बर्गर र अन्य फास्ट फुड र जङ्क फुडको सेवन बढिराखेको छ। यसले झन् ग्यास्ट्रिक बढाउँछ। यस्तो खानेकुराको सट्टा घरमै पाइने हरियो सागपात, फलफुल, गेडागुडी, माछा, मासु, दुध, दही, दाल भातको प्रयोग गर्नुपर्छ। मानसिक समस्याबाट टाढा रहने, नियमित व्यायाम गर्ने, ग्यास्ट्रिकको लक्षण देखा पर्नासाथ डाक्टरको सल्लाह लिने र नियमित औषधिको सेवन गरेमा ग्यास्ट्रिकबाट मुक्त हुन सकिन्छ। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, उपयोगी लाग्यो भने साथीहरूलाई सेयर गर्नुहोला। यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।